2007 सालको आगो साथले लोकतन्त्र त ल्यायो तर जनतामा चाहे जस्तो हर्ष ल्याएन। त्यसैले म तपाईँ र हामी युवा छौँ, हामी युवाको जोस सागरले अब लोकतन्त्रलाई सुदृढ पार्नेछौँ। धन्यवाद आदरणीय कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिवर्ग, निर्णायक मण्डलका निर्णायकज्यूहरू, मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म डिना घिमिरेको तर्फबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। आज अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एसलिओ क्लब अफ काठमाडौँ सफलताले आयोजना गरेको यस प्रतिष्ठित कार्यक्रममा लोकतन्त्रको सुदृढीकरणमा युवाको भूमिका नामक गहन शीर्षकमा आफ्नो मन्तव्यहरू हजुरहरू सामु उपस्थित पाउँदा आफूलाई निकै भाग्यशाली ठानेकी छु। अब ढिला नगरी आफ्नो मन्तव्य टक्राउन अनुमति चाहे। लोकतन्त्र भनेको जनताले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा गर्ने शासन प्रणाली हो। तर लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन, यो एक जीवनशैली हो जसले जनताको समान सहभागिता, स्वतन्त्रता र अधिकारलाई सुनिश्चित गर्छ। स्वामी विवेकानन्दले भनेका थिए, मलाई 100 ऊर्जा भएका युवाले म विश्व परिवर्तन गरिदिन्छु। त्यसैले युवा जुन पनि हो, युवा कुन पनि हो, अनि युवा घाम पनि हो, युवा स्थान पनि हो। लोकतन्त्रलाई मजबुत, समावेशी र न्यायपूर्ण बनाउन युवाकै अहम भूमिका रहेको हुन्छ। युवाहरू नै लोकतन्त्रको आधार स्तम्भ हुन्। 2007 सालको राणा विरुद्ध क्रान्ति, 2040 सालको पञ्चायत विरुद्ध जनआन्दोलन र यसै गरी 2065-63 सालको गणतन्त्र स्थापनाका निम्ति गरिएको लोकतान्त्रिक आन्दोलन, यी सबै इतिहासले के स्पष्ट देखाउँछ कि जब नेपालले लोकतन्त्रलाई बलियो बनाउने अवसर प्राप्त गर्यो तब युवाहरूको अग्रसरता अनिवार्य रह्यो। तर आजको नेपालको यथार्थ के छ त? नेपाल प्रेस 2079 को तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्याको लगभग 40% जनसङ्ख्या युवाहरूले ओगटेका छन्। तर 2079 को आम निर्वाचनमा लगभग 33% युवा मतदाताले मतदान गरेको देखिँदैन। आदरणीय महानुभावहरू, एक सचेत नागरिक नै सशक्त लोकतन्त्रको आधार हुन्। अब राजनीतिक जागरुकता र सक्रियतामा युवाको आवश्यक रहेको देखिन्छ। सही नेतृत्व चयन गरेर लोकतन्त्रलाई बलियो बनाउने भूमिका पनि हामी युवाकै हो। यसै गरी राजनीतिक गतिविधि, नीति निर्माण, कानुनी प्रक्रिया, अधिकारबारे बुझ्न पनि अत्यन्तै जरुरी छ। नेता होइन, नीति महत्त्वपूर्ण हो भन्ने सोचलाई युवाहरूले आत्मसात गर्नुपर्छ। सामाजिक सञ्जाल केवल मनोरञ्जनको लागि मात्र होइन, यो परिवर्तनको लागि पनि हुनुपर्छ। अहिलेको आधुनिक युगमा प्रविधि र डिजिटल सशक्तिकरणको माध्यमबाट युवाहरूले लोकतन्त्रलाई सुदृढीकरण गर्न सक्छन्। सही सूचना प्रवाह, गलत सूचना नियन्त्रण, डिजिटल साक्षरता विस्तार, यी सबै युवाहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू हुन्। नैतिकता नभएको लोकतन्त्र टुटेको पुल जस्तै हो। विभिन्न तथ्याङ्कले के देखाउँछ भने नेपालमा हरेक वर्ष करोडौँको भ्रष्टाचार हुने गरेको छ। अब युवाहरूले भ्रष्टाचार विरुद्ध आवाज उठाउनु पर्ने देखिएको छ, किनभने जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म लोकतन्त्र सभ्य र बलियो बन्दैन। उपस्थित सभाध्यक्षज्यू, लोकतन्त्र तब मात्र सफल बन्छ सबै नागरिकले समान अवसर प्राप्त गर्छन्। लोकतन्त्रको महत्त्वपूर्ण तत्त्व भनेको सामाजिक समावेशिता र समानता हो। युवाहरूले लैङ्गिक, क्षेत्रीय, जातीय विभेद हटाउनका निम्ति आवश्यक पहल गर्न सक्छन् र यसै गरी सामाजिक सेवामा अग्रसर रहेर यदि हामी हाम्रो समाजको समस्या समाधान गर्नतर्फ लाग्यौँ भने लोकतन्त्र झन् मजबुत बन्छ। उदाहरणका लागि काठमाडौँका युवाहरूले आवर अर्थ आवर रेस्पोन्सिबिलिटी नामक अभियान चलाएर नदी सरसफाइ गरिरहेका छन्। विद्यार्थीहरूले दुर्गम क्षेत्रको विद्यालयहरूमा निःशुल्क शिक्षण कार्यक्रम चलाइरहेका छन्। हामी पनि यस्ता कार्यक्रमहरूमा आबद्ध रहेर समाज सुधार्नका निम्ति आवश्यक पहल गर्न सक्छौँ। आवाज नभए तापनि बोल्न नसक्ने नागरिक र निर्वाचनमा भाग नलिने युवा लोकतन्त्रको दुश्मन हुन्। हाम्रो मौनताले गलत नीतिहरूलाई टेवा दिन्छ। ओहो, यसरी लोकतन्त्रको सुदृढीकरणमा युवाको भूमिकाबारे छलफल गरिरहँदा मेरो मनमा एउटा प्रश्न उत्पन्न भयो। के हामी साँच्चीकै सचेत छौँ? के हामी परिवर्तनको पक्षमा उभिन तयार छौँ? यो प्रश्न एकचोटि हामी सबैले मनन गरौँ। युवा समय पनि हो, युवा परिस्थिति पनि हो। त्यसैले युवा यस्तो शक्ति हो, युवा आगो पनि हो, युवा पानी पनि हो। युवाहरूको नेतृत्व बिना लोकतन्त्र
किसिमको चुनौतीहरू पनि आइपर्छ। राजनीति फोहोर त भने सोचाइले युवाहरूमा राजनीतिक उदासीनता पैदा गर्छ। नीतिहरूबारे बुझ्ने भन्दा पनि गुनासो गर्ने प्रवृत्ति पनि बढी नै छ। अर्को भनेको गलत सूचना प्रवाह। युवाहरू सत्य तथ्य घटना नबुझी जुन पनि समाचारमा छिटोभन्दा छिटो प्रतिक्रिया दिने गर्छन्। यसले गर्दा लोकतान्त्रिक प्रक्रियामा भ्रम पैदा गर्छ। अवसरको अभाव र भ्रष्टाचार अर्को चुनौतीको रूपमा रहेको छ र सबैभन्दा मुख्य चुनौतीको रूपमा रहेको छ शिक्षाको अभाव र बेरोजगारी। तर यदि नेपाली युवाहरू राजनीतिक रूपमा सचेत भए, सामाजिक उत्तरदायित्व वहन गरे, नीति निर्माण तहमा सक्रिय भए, प्रविधिको सही उपयोग गरे, सामाजिक अन्याय र अपराध विरुद्ध लड्न तयार भए, त्यसपछि मात्र युवाहरूले नेपालमा बलियो, समृद्ध र सभ्य लोकतन्त्र निर्माण गर्न सक्छन्। उपस्थित महानुभावहरू, अब हाम्रो हातमा एउटा मात्र अवसर छ। हामी राजनीतिबाट टाढा रहने कि सहभागी हुने? हामी भ्रष्टाचार सहने कि विरुद्ध लड्ने? हामी सामाजिक अन्याय चुपचाप सहने कि आवाज उठाउने? निर्णय हाम्रै हो। लोकतन्त्र भनेको जनताले जनताद्वारा जनतामाथि गरिने एक शासन प्रणाली हो। तसर्थ लोकतन्त्र केवल संसद अथवा सरकारको विषय मात्र होइन, यो हाम्रो व्यवहार, हाम्रो प्रतिबिम्ब र हाम्रो विचारकै प्रतिबिम्ब हो। र यसै गरी यदि हामी युवाहरूले आफ्नो शक्ति चिन्यौँ, आफ्नो कर्तव्य बुझ्यौँ भने मात्र नेपालमा बलियो लोकतन्त्र निर्माण गर्न सक्छौँ। परिवर्तन खोज्ने हो भने हाम्रै हातले सम्भव छ, किनकि हामी युवा हौँ। हाम्रो पैतालाले इतिहास कोर्न सक्छौँ। तर अब प्रश्न एउटा मात्र छ, के हामी